नमस्कार साथीहरु, तपाईलाई मेरो च्यानलमा स्वागत गर्दछु। अहिले चाहिँ यो स्टक मार्केटमा एउटा प्रब्लम तपाईले फेस गर्नुभएको होला। त्यो प्रब्लम चाहिँ तपाईले शेयर बेच्न मिल्दैन। त्यो तपाईले शेयर बेच्दाखेरि चाहिँ यहाँ फेल्ड अनेबल टु प्लेस अर्डर क्वान्टिटी एक्सिडेड डिपे ब्यालेन्स भनेर चाहिँ यसरी रेड कलरको हिटर तपाईले देख्न सक्नुहुन्छ है। यस्तो केसमा चाहिँ तपाईहरुले आफैले एनालाइज गर्न सक्नुहुन्छ तपाईको के भएको भनेर। त्यसको लागि चाहिँ म तपाईहरुलाई सानो प्रोसेस सिकाउँछु। सर्वप्रथम चाहिँ तपाईले के गर्नु पर्यो त टीएमएस ओपन गर्नु पर्यो है। टीएमएस ओपन गर्नु भएपछि चाहिँ यहाँनिर तपाईले मेनुहरुमा लास्ट मेनु चाहिँ ब्रोकर ब्याक अफिस देख्नु भएको छ। यसलाई क्लिक गर्नुभयो भने यहाँनिर डीपी होल्डिङ भनेर देखिन्छ है। यसलाई क्लिक गर्नुभयो भने यहाँनिर चाहिँ तपाईको एउटा ड्याशबोर्ड देखिन्छ जसमा चाहिँ सिम्बल भनेर देखिरहेको छ। सिम्बल भन्नेमा चाहिँ तपाईहरुको स्क्रिप्ट देखिन्छ है, कतिवटा स्क्रिप्ट छ के छ भनेर। र सीडीएस टोटल ब्यालेन्स भनेको चाहिँ तपाईको एक्ज्याक्ट जति हुनुपर्ने ब्यालेन्स त्यति देखिन्छ है। अब यहाँनिर हेर्नुहुन्छ भने बीएचपीएल 20 किता र सीजीएच 210 किता रहेछ है। सँगसँगै तपाईको यहाँनिर चाहिँ दुईटा अर्को छ सीडीएस फ्री ब्यालेन्स र टीएमएस ब्यालेन्स भनेर है। अब तपाईले बेच्न मिल्नु पर्दा चाहिँ के हुन्छ भने तपाईको यहाँनिर सीडीएस एक्ज्याक्ट जति ब्यालेन्स छ यहाँ टीएमएस मा त्यति नै ब्यालेन्स भयो भने मात्र बेच्न मिल्छ है। यदि तपाईको सीडीएस टोटल ब्यालेन्समा 20 छ, सीडीएस मा पनि तपाईको 20 छ, तर यहाँ चाहिँ कम छ, 0 हुन सक्छ, 2 हुन सक्छ, 10 हुन सक्छ। यो एक्ज्याक्ट शेयर क्वान्टिटी भन्दा कम छ टीएमएस ब्यालेन्समा भने तपाईले ब्रोकरलाई चाहिँ मेरो टीएमएस ब्यालेन्समा शेयर चाहिँ कम छ, मेरो हुनुपर्ने यति हो, यति मात्र छ, हेरिदिनु भन्नुभयो भने उहाँले हेरिदिनुहुन्छ है। पहिलो कुरा। दोस्रो कुरा चाहिँ होइन मेरो सीडीएस फ्री ब्यालेन्समै कम देखाइरहेको छ हैन, एक्ज्याक्ट 20 किता छ तर सीडीएस फ्री ब्यालेन्समा चाहिँ कति त 10 किता 5 किता मात्र देखाएको छ भने यसको लागि चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ त आफ्नो मेरो शेयर भनेर लगइन गर्नुपर्ने हुन्छ। तपाईले मेरो शेयर चाहिँ लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्नु भएपछि चाहिँ यस्तो ड्याशबोर्ड खोलिन्छ र सबैभन्दा पहिला चाहिँ तपाईले माई शेयरमा क्लिक गर्नुपर्ने हुन्छ है। माई शेयरमा क्लिक गर्दाखेरि चाहिँ सेम अघिको जस्तै यहाँ देखाउँछ। यहाँ चाहिँ अब तपाईको स्क्रिप्ट भनेर स्क्रिप्टहरु देखाउँछ भने करेन्ट ब्यालेन्स भनेको चाहिँ तपाईको जति किता हुनुपर्ने त्यति किता चाहिँ यहाँ देखाउँछ है। र तपाईको चाहिँ मेन हुनुपर्ने चाहिँ यहाँनिर के हो त फ्री ब्यालेन्स देखिरहनु भएको छ, यहाँ फ्री ब्यालेन्स भनेर तपाईको देखाउनु पर्छ। यदि तपाईको फ्रीज ब्यालेन्स अथवा तपाईको लकिङ ब्यालेन्स अथवा प्लेस ब्यालेन्समा देखाएको छ भने चाहिँ त्यस्तो केसमा चाहिँ तपाईले के गर्नुपर्ने छ आफुले डिम्याट जहाँ खोल्नु भएको त्यहाँनिर फोन गर्ने अथवा कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। र मेरो शेयर चाहिँ के भयो त फ्रीज भयो अथवा लकिङ भयो अथवा प्लेस भयो किन होला त भनेर अथवा के कारणले होला भन्नुभयो भने उहाँले सल्युसन चाहिँ तपाईलाई देखाइदिनुहुन्छ। र सल्युसन भएपछि जब तपाईको यहाँनिर फ्री ब्यालेन्समा तपाईको किता देखिन्छ, यहाँनिर फ्री ब्यालेन्समा देखिने बित्तिकै तपाईको कहाँनिर देखिनु पर्यो त यहाँनिर टीएमएस मा डीपी होल्डिङमा चाहिँ तपाईको देखिनु पर्छ है। टीएमएस मा पनि टीएमएस ब्यालेन्समा देखियो भने मात्र बेच्न मिल्यो है। अब तपाईले यदि एप चलाउनु भएको छ भने सेम कुरा नै गर्ने हो। एपमा पनि तपाईको यहाँनिर कस्तो हुन्छ भने एप मेरो शेयरको एप खोल्नुस्, मेरो शेयरको एप खोल्नु भएपछि यहाँ माई शेयर भन्ने हुन्छ, त्यसलाई क्लिक गर्ने। त्यसलाई क्लिक गर्ने बित्तिकै यहाँनिर शेयरहरु आउँछ र शेयरमा चाहिँ तपाईले कुनै एउटा शेयरको बीचमा यसरी क्लिक मात्र गर्नुभयो भने यहाँनिर यसरी उसको डिटेल देखिन्छ। अब तपाईले यहाँनिर स्क्रिन देख्नुभयो भने यहाँनिर चाहिँ फ्रीमा छैन, यहाँ चाहिँ केमा छ त फ्रीज ब्यालेन्समा छ 20 किता। अब उहाँ कस्टमरले चाहिँ के गर्नु पर्यो भने उहाँले चाहिँ आफ्नो डिम्याट जहाँ खोल्नु भएको त्यहाँ फोन गरेर चाहिँ मेरो फ्रीज भएको छ, मेरो चाहिँ फ्री गरिदिनु भन्नुभयो भने अब फ्रीज किन भएको त तपाईको डिम्याट कम्पनी जहाँ खोल्नु भएको छ उहाँहरूले तपाईको फ्रीज यो कारणले भयो यो गर्नुस् भनेर सल्युसन दिनुहुन्छ। र तपाईले त्यो सल्युसन गरे बापत चाहिँ तपाईको के हुनु पर्यो त शेयर
फ्री ब्यालेन्समा आउनु पर्यो है। फ्री ब्यालेन्समा आएपछि मात्र के हुन्छ त, तपाईँले सेयर बेच्न मिल्छ है। हस्, थ्याङ्क यू, धन्यवाद।